हेलो गाइज, ब्याक टु माई न्यू भिडियो। के छ, सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। हिजो चाहिँ कामको कारणले गर्दा भिडियो हाल्न पाएको छैन। आज बनाउन गइरहेको छु भिडियो। यस्तै छ अब। अब आज चाहिँ यता साइड देखाउन गइरहेको छु। यता हामी बस्ने होस्टेलदेखि यता माथि आइरहेको छु म। हेर्दै जाउँ कस्तो छ, गइरहेको छु देखाउनलाई। हजुर हेरिराख्नु होला भिडियोको एन्ड तक, कस्तो ठाउँ रहेछ अनि देखाउने छु। म नि हेर्ने छु कस्तो छ भनेर। गइरहेको छु अब। यहाँ माथि जाने ठाउँ चाहिँ कहाँदेखि छ, अन्त लक गरेको छ कि हो। अरू त यस्तै छ अब। आज चाहिँ हिजो चाहिँ पानी परेको थियो, आज चाहिँ यस्तो मौसम क्लियर छ क्या, बाल घाम लागिरह। हिजो पानी परेर हल्का जाडो भइरह, चिसो चिसो फिल भइरह। यहाँ फेरि हल्ला गर्न दिन्न क्या, यस्तो छ क्या घर। यस्तोदेखि जानुपर्छ, धेरै हल्ला गर्नु दिन्न। फेरि यहाँदेखि माथितिर जानु दिन्छ कि म त जान्छु। माथितिर जान दियो भने माथि गएर देखाउने छु हजुरहरूलाई। यहाँको फेरि यसरी घरमा हिँड्ने देख्यो भने कम्प्लेन गरिदिन्छ कि गएकोलाई। फेरि हल्का रिस्क हुन्छ नि त, त्यही भएर। कहाँदेखि जाने बाटो नि थाहा छैन मलाई त। यहाँदेखि जान्छु माथितिर अनि देखाउने छु यहाँ पछाडिको हामी बस्ने ठाउँ कस्तो रहेछ भनेर। माथिदेखि हेर्नेछु म नि, हजुरलाई नि देखाउने छु। जापानको ठाउँ घरहरू यस्तै हो, देख्न सक्नुहुन्छ यहाँको घरहरू होइन। एक्लै लाइफ चलिरहेछ भनौँ। एउटा साथीलाई चाहिँ लास्ट मिस गरिरहेको छु। मेरो साथी, तिमी नेपाल भए पनि मनदेखि मिस छ तिमीलाई। हाम्रो भेट छिटै हुनेछ मेरो साथी। यहाँ चाहिँ के सुका रहेछ है गाइस, फेरि देख्यो भने मलाई करेब्जा बाँधिदेला के। फेरि यहाँ जान मिल्छ कि नै मलाई थाहा पनि छैन नि त। थाहा नभएको काम गर्नु नि हुन्न, फेरि जापानको रुल्स अघि जानु पनि हुन्न। स्कुटी आइरह गाइस, अब भिडियो गराउनु मिल्छ कि नै। यहाँ चाहिँ यति नै रहेछ क्या, जानै मिल्ने त रहेनछ यहाँ। कहाँदेखि जानु त माथितिर? के मिलेकै छैन। यहीदेखि यता जानेछु। यहाँको जङ्गल यही छ, चारैपट्टि जङ्गल होइन। गाईहरू के यहाँ यस्तो बिरालो भन्ने चिज त चिन्नुहुन्छ होला। यसरी बाटोमा बसिरह पुरा हुन्छ नि, पुरा आक्रमण गर्ला जस्तै बसेको छ त। ल मा के हो यो? ल आइज 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 कहिले आइज आइज। मान्छे मरेको चेनहरू छ क्या यता। आइज गयो। यहाँ चाहिँ यता रहेनछ। अब यता जानु नि भएन अरूको घरहरूमा। यता चाहिँ म गइरहेको छु। फेरि गएको म कम्प्लेन गरिदियो भने फेरि मलाई चाहिँ गाह्रो पर्छ क्या। यता नि छैन अब बाटो। म त अलपत्र गरी हामी यही हो, देख्न सक्नुहुन्छ यहाँको ठाउँ यस्तो रहेको रहेछ। फुल देखाउन पाएको छैन। अब माथितिर जाने भने मलाई नि बाटो थाहा छैन, अब कहाँबाटदेखि जानु कहाँदेखि जानु। अब भोलि चाहिँ एउटा स्याम्पाई दाइ लिएर चाहिँ माथितिर देखाउने छ हजुरहरूलाई। ओ अर्को बिरालो देखिरहेँ है। मैले चाहिँ यहाँदेखि भित्र गइरहेँ। यहाँ थियो
कति धेरै हो त यहाँ बिरालोको त खानी छ के हो हिँडेर भित्र गएर ऊ त्यहाँनिर देख्न सक्नुहुन्छ हेर्नु गाइस जुम गरेर देखाइरहेको छु यही हो यहाँको सियर भने बाघ चितुवा भन्छ क्या यसलाई देख्न सक्नुहुन्छ हजुरहरूले हेरेर यति नै हुने रहेछ यसको जमिन चाहिँ ल आइज सियर दुईवटा भेटिसकेँ यार मैले त हुने रहेछ त मलाई त थाहा थियो यस्तो जङ्गलमा हुन्न सोचेको थिएँ रहेछ फेरि कसको बाइक आइरह जापानिज कन्फ्युजन जापानिजहरू फेरि यहाँ आइसिएचु गर्नै पर्छ आइसिएचु गरेन भने पनि अलिक गाह्रो पर्छ म यहीँदेखि यता जान्छु कहाँ जाने रहेछ माथि जाने ठाउँ भेट्यो भने माथि गएर चाहिँ हजुरहरूलाई यो हामी बस्ने ठाउँ चाहिँ देखाइदिन्छु कस्तो छ भनेर माथि जाने ठाउँ रहेनछ भने त के गर्नु यता त घर रहेछ जान मिल्दैन क्या होइन जापानी बच्चाहरू चाहिँ के खेलिरहन् यहाँ जान बाटो नै रहेनछ माथि जाने गाई म त हराएँ त कहाँ आएँ यही ठाउँमा त हराइसकेँ टोकियो गयो भने त म कहाँ हो कहाँ गाइस मलाई त गाह्रो छ माथि जाने बाटै नभएर अब तलतिर लाग्नु पर्यो फेरि ज्यान लिएर अहिले अब म जान्छु तलतिर कहाँसम्म यतादेखि जान्छु यतादेखि कहाँ झर्दो रहेछ भित्र यस्तो यस्तो छ ब्यान्डिङ मेसिन स्कुटी फेरि आइरह दिन्छ कि नै हाम्रो स्यान भाइ भाउजूहरू म माथितिर भलक सलक गराउँदै भिडियो गराउनु मिल्दैन किन मिल्दैन घरको मिल्दैन भनेपछि मिल्दैन घरमा कहाँ हो त म यता गइरहेको छु कहाँ मेरो नि हो म चाहिँ सडक पकाउँदैन नि आज होइन नि त मेरो होइन नि त मेरो दाइ गएको चाहिँ सब छ त्यही छ के हो खासमा म आउनुपर्छ त्यसो भए देखाउनलाई मात्रै क्या ल गाइज आज चाहिँ यहाँ मुर्रोको चाहिँ सभा चलिरहेको छ सेन भाइ दाइहरू तिनीहरू आएर भिडियो गराउनु मिल्दैन भन्दा जापानी घरहरू देखाउनु मिल्दैन भन्दा तर नि म देखाउँछु हजुरहरूको लागि अब यस्तै हो सभा गर्नु परिहाल्छ अरू अब कहाँ गएछन् अब गराउन त्यही भएर म चाहिँ नजाने जापानी चाहिँ कसरी घुरेर हेरेको क्या मतिर यस्तै हेरिरहेको के हो मलाई त डरै लाग्यो त गाइड अब किन गराउन मिलिँदैन भनिरहन् केटाहरूले म चाहिँ अहिले यहाँ आइसकेको छु आज चाहिँ केटाहरूले के मुर्रोको हुन्छ नि त पुरै यहाँको फोहोरहरू क्लिन गर्नलाई चाहिँ भनिरहेछ स्यान्चेहरू स्यानपाई दाईहरू सबै केटाहरू ग्रुपहरू गइरह हाम्रो कोहीहरू अहिले आउने चिनेन्सेहरू सबै गइरह मलाई जाम भन्दै थियो तर म
अब कहाँ जानु त होइन गाइस, म जस्तो मान्छेले त्यस्तो गर्ने त भएन भनेर त होइन, गर्नु त गर्नुपर्छ। तर आज चाहिँ मेरो होइन होला सायद, भएको भए त लगिहाल्थेँ, त्यो नभएर गइसक्यो। फेरि अर्को स्कुटी आयो, कार नै आयो गाइस, कार देख्न सक्नुहुन्छ। कार आइरह। अब यहीँ कार पार्किङमा आइसकेँ म। यो कहाँको कार पार्किङ हो? यता कार पार्किङ रहेछ। कार पार्किङ यसरी गरेँ। कोही छैन क्या, सब क्यामेराको सफा गर्नेहरू कहाँ निस्किसके दाइहरू, कहाँ चल्दैछन्। अब म चाहिँ यत्तिकै भिडियो गराउँछु त्यहाँसम्म, त्यस पछाडि म नि रुमतिर चलिदिन्छु। अब आज चाहिँ फुटबल खेल्दैन। अब हिजो र अस्ति काम पऱ्यो, शनिबार र आइतबार खेल्ने दिनमा चाहिँ काम पर्यो। अब यहाँदेखि म गएँ तलतिर। के गरेर बोट चाहिँ कुदाइरहन्। हिजो राति चाहिँ यति धेरै पानी बढेको थियो होइन, यहाँसम्म थियो कि यहाँसम्म थियो। आज चाहिँ यति धेरै घटेछ क्या। यहाँ कति बेला बढ्छ कति बेला घट्छ थाहा नै हुन्न क्या। एकछिनमै बढिहाल्छ पानी, एकछिनमै घटिहाल्छ। अब यहाँको नै त्यस्तै छ। समुद्रकै छेउमा छ क्या हामी त। समुद्रै हो, समुद्र आयो भने लिन्छ हामीलाई त। अब यहीँ बगाउँछ हामीलाई। यो समुद्र यहीँ यो समुद्र यहाँसम्म आउँछ। यहीँनिर रोड छ। समुद्रको सूर्य घामको किरणसँगै समुद्र यति नजिक छ क्या। समुद्र हेर्नु टाढा जानै परेन। अब उमीकै छेउमा गएको छ। सबै कुरो उमीमै छ। अब सबै कुरो उमी देखाएर पनि भएन, कतिर जानु त पऱ्यो होइन। जापानिज आइरहेको भिडियो गराउनु मिल्दैन भन्दाखेरि मिल्छ कि नै। हात त यस्तो गऱ्यो, तर अब के गर्यो यसरी काम गरेर के गरेर मलाई देख्ने बित्तिकै उता गयो, भिडियो गराउनु मिल्दैन भनेर गयो कि के हो बुढो। फेरि रिसाइले जस्तो छ क्या। सबै कुरा बिचैमा फेरि के रोपिरहेको रहेछन्, झन्डा जस्तो के लेखेछन्। अब खान्जी आउँदैन, खान्जी आउने भयो भने पढेर सुनाइदिउँला। कुनै दिन खान्जी म नि जान्ला थोरै, भाषा त त्यति आउँदैन। अब पछि बिस्तारै आउँछ। फेरि उही ठाउँमा आइसकेँ म, अस्तिकै भ्लगमा आइसकेँ। अस्तिकै गराएको ठाउँै छैन कि कहाँ गएर गराउनु। को चाहिँ आइसक्यो, त्यसलाई देखाउने कुरो भएन। फेरि देखायो भने हुन्छ नि त, किन देखाइस् के गरिस् भन्नेवाला नै हुन्छन् क्या। आज चाहिँ उमी सुकेर यति तल गइरह। अहिले नवाज अंसारी दाइको सङ चलिरह नि त। ताप गरम बढ्यो। त्यसको मुखबाट गाली, त्यसको गाला साला फुट्यो। लारा भन्ने गाना म टिकटक बनाउने अब सक त थियो। अब मान्छे कोही सायद बनाइदिने मान्छे नभएर अब यत्तिकै छ, के गर्नु। गोमीहरू फाल्न अहिलेदेखि स्टार्ट भइसकेको छ क्या। आज क्यानहरू हुन्छ नि त, सिसाको बोतलहरूको चाहिँ गोमी फाल्ने कार्यक्रम भइरहेको। पेन्सहरू आइरहेको यहाँ फालिरहनु। अहिलेदेखि हाम्रो चाहिँ बेलुका हुन्छ।
बेलुका मैले फालिराख्ने गाई चाहिँ हाम्रो चाहिँ बेलुका हुन्छ। जापान 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 भनेर जापान आयो। अब जापान आएपछि नेपालको माया लाग्छ। नेपाल हुँदा बोर लाग्छ। के गरे सुक्कै छैन क्या मान्छेको जिन्दगीमा। जे भयो नि खुसी हुन सिक्नुपर्छ। त्यही अस्ति नि जेसिबीले घर भत्काइरहेको थियो। आज चाहिँ लोडिङ गरेर आएको रहेछ यसरी। अरू फोहोर यहाँ फालेर राखेको जापानीले। अनि अरू त यस्तै छ यहाँको ठाउँ। देखिसक्नु होला समथिङ 0.5% देखाइसकेको छु। 0.5% चाहिँ देखाउने छु कुनै न कुनै दिन। अब यहाँ उही बस्ने ठाउँ मात्र छ। त्यतैतिर आइरहेको छु। कसले चाहिँ यसरी बत्तल पानी फाल्दैछ क्या। यो फाल्ने फेरि नेपालीकै काम होला क्या। नेपाली नै हुन्छ क्या फटाफेरि। नेपाली दाइहरू कोही भाइहरू आएर पानी सानी खाएर फालिदिनु सक्छ क्या। जापानिजहरूले त्यस्तो गर्दैन। फिलिपिन्सहरू पनि त्यस्तो गर्दैन यहाँको। अनि फटा नेपाली नै। तर नेपालीले कहीँ गएर नछोड्ने हो कि नेपाली भन्ने मान्छे नै खतरा हो। यसरी भत्काइराख घरहरू। अब त्यहाँ चाहिँ नजाऊँ होला फेरि गएपछि हुन्छ नि त। गाडी आइरह। यहाँको अब हुन्छ नि त्यस्तो राम्रो सिटीहरू छैन। राम्रो घुम्नै लायकको अलि जाम जस्तो चाहिँ छैन। जियोस् बस्नलाई ठिक छ। पैसा चाहिँ खर्च हुन्न त्यही हो। पैसा चाहिँ अब खर्च बिल्कुल हुन्न क्या। न खाने ठाउँ छ न कतै घुम्न जाने ठाउँ छ। अनि यस्तो ठाउँमा आएपछि पैसा सेभिङ हुन्न हुन्छ नि। तर काम पनि पाउँदैन क्या। त्यही गाह्रो हो क्या। काम एउटा कामले 2 वर्षसम्म टिक्न पर्छ। सेन्सीहरू त्यहाँ निक्लिएर क्या। एउटा कामले अब 2 वर्षसम्म बस्नुपर्छ सिजन नहुनेसम्म। अब एउटा काम गरेर जानुपर्छ अरे। अब पहिलेको सानपाई दाइहरूले पनि त्यही काम गरेर आएको रहेछन्। एउटै काम गरेर एउटा काम गर्ने खाना बस्नलाई ठिकै के। अब जापानमा चामल कति महँगो छ हजुरहरूलाई थाहा नै होला। सबै कुराहरू चामलदेखि लिएर सबै कुराहरू महँगो नै छ थाहा नै होला। अब खानै पर्छ पेट पाल्नको लागि। पेट पाल्नैको लागि यहाँसम्म आयो। नखाएर बस्ने कुरा नि भएन। अनि महँगो छ त्यही भएर अलिक गाह्रो छ क्या। पैसा सेभिङ त छ खर्च हुन्न त्यही हो। केही गर्नलाई कतै जानु ठाउँ पनि छैन सेभिङ हुन्छ। काम पनि त्यस्तै छ त्यही हो। यहाँ कहाँ जानु लाग्यो ल हालेर आऊ। अब हाम्रो एकजना हामीसँगै आएको साथीले अब पैसा हाल्ने अरे नेपालमा। त गएको त के जाने यहाँ गएकोतिर यता गएको पनि के जानु। हाम्रो गाइस त्यहीँनिर छ क्या। गाइस सेसु जापानिज ल्याङ्ग्वेज त्यहीँनिर छ। एकजना चाहिँ यो भियतनामी हाम्रो साथी नै हो। कहाँ दोको साक्का भिडियो जाना है। नमस्ते सन्चै हुनुहुन्छ? के छ सन्चै हजुर? सन्चै हुनुहुन्छ हजुर? मलाई नि एकदम गुड अल गुड है त। अब जापानिजलाई नेपाली सिकाइदिएर सानपाई दाइहरूले अब नेपाली बोलिदिइराख। अब भइ त अब के गर्नु। नेपालीले छोड्छ त छोड्दैन नि सबैलाई सिकाइदिइहाल्छ नि। अब हाम्रो त्यति परिचय छैन त्यति अब छैन नि त अहिले चिन्जान छैन सेन्सीहरू सबैसँग। सानपाई दाइहरूको चाहिँ छ। हाम्रो नि हुन्छ बिस्तारै हामी पनि गराउँछौँ। हामीले नगराउने भन्ने त हुन्न गराउँछु। अब गाइड चाहिँ अस्ट्रेलियातिर जाने हो।
एउटा जापानिज काम केही आइरहेको म चाहिँ छिटो क्रसिङ गर्नुपर्छ। अब आइसकेको छु म हाम्रो होस्टेल नजिक हाम्रो होस्टेल जानेतिर बाटो चाहिँ यस्तो छ। यहाँदेखि चाहिँ यस्तै छ क्या सिधा जङ्गलतिर नै हो क्या जानुपर्ने त। ओ नेपाली आइजानुहोस् हाम्रो दुईजना चाहिँ कामदेखि दिदीहरू आइराख्नु भएको। ल खै नाच्दै आउनु त। आज के चलिरहेछ हजुरलाई थाहा? के चलिरहेछ हजुरलाई केही थाहा छ? अनि मुर्रोभरि केटाहरूलाई लगेर सफा गरेर राखन्। यो ठाउँको नाम जापान आएर अब यहाँ आएर यहाँको ठाउँको नाम सेन्सियर लगेर गरिराखन् त अनि सबैजना पुरै के यो भरि एरियाभरि भिडियोमा देखिन्न भने हाम्रो एकजना हुनुहुन्छ अनि हाम्रो दिदीले आइ गर्नुहुन्छ त। अनि के भयो त अनि तिमी के देखिन्न र कामबाट आएर अनि गरिदिनु होला। अनि त्यही त दिदीहरूले गर्नु कस्तो भयो त आज कामको अनुभव हजुरहरूलाई? एकदम रोपाई गोडाई हामीले होइन गोडेर नै आयो झाडु काले के भन्छ त्यसलाई गोड्नु र झाडु फाल्नु एउटै होइन। अनि रोपेर पनि आयो अनि काटेर पनि त्यति धेरै काम गर्नु भयो आज? यस। कति घन्टा? 5 घन्टा? 4 घन्टा। 4 घन्टा बिहान गएको गएर अहिले काम गरेर आएको। अनि म जस्तो बेरोजगार बसी खाना पुग्नु पर्यो क्या हजुरहरूलाई। त्यतिसम्म हुनु पर्यो। म जस्तो बसेर खाने। भ्लगमा म आइसक्यो अब। त्यही त। अब मलाई नेपालको मान्छेहरू मैले चिने। अनि चिनिसक्यो नि चिन्छ नि बिस्तारै रोकिनु म अनि एकचोटि हुन्छ। हाम्रो चाहिँ उहाँ स्यानपाई दाई। तिमी नि? स्यानपाई दाई कहाँ? म गएन उहाँ स्यानपाई दाई गएको। हजुर जानुभयो कि नै दाई सफा गर्न? गयो मेरो भाइ गयो। किन लग्यो त हामीलाई त्यहाँ? सफा गर्न। किन नगरेर हजुर आउनुभयो त? अनि सबैले गरेर खान्छ नि हाम्रो हजुरले सक्नु भएन नि। कुरा आइरहेको थियो, कम्प्लेन आइरहेको थियो गएकोमा कम्प्लेन आइरहेको केटीबाट। देवस्यानपाई दाईले नगरेर जानुभयो भनेर जापानिजमा भनिदिनु पर्यो। म माग्छु तिमीले अहिले 1000 आमा दाई के हेप्या मलाई हेप्या हो। जापानिज बोल्दिनु। जापानमा के बोल्नु र भन्नु? के बोलौँ त्यही बोल्छ। खै तिमीले बोलेको कुरा रिपिट गर न जापानिजमा। के भनौँ? भर्खर दाइले के भन्छ अरे सेन्पाई दाइले केटीले कम्प्लेन गर्यो भने त्यति भन न। के भनौँ यार के भन्छ? कुनै दिन भन्छु मैले ट्रान्सलेट गरेर भन्छु हजुरलाई रोकिनु न। प्रगत छैन मेरो? छैन यार छैन। ल गाइज हाम्रो होस्टेल चाहिँ यही देखाइ गाइज। यता लेडिज होस्टेल यता चाहिँ बोइज होस्टेल। हाम्रो केटाहरूको यो केटीहरूको यो छ। ल गाइज लेट्स यू टुमारो। अब भोलि चाहिँ बवाल भिडियो ल्याउने छु।